बिना लगानी खुवाउने होइन त निशुल्क ताजा बङ्गुरलाई दाना। ताजा भिटामिन युक्त खाना बङ्गुरलाई बिना लगानी निशुल्क मिक्स दाना कसरी घरमै बनाएर खुवाउन सकिन्छ भन्ने बारे आजको भिडियो मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र अन्तिम समयहरू साथ दिनु होला। विशेष गरी चाहिँ हामी गाउँघरतिर प्रशस्त मात्रामा पाइने 3-4वटा थोकहरू मिसाएर चाहिँ भिटामिनयुक्त खाना बनाउन सकिन्छ, जस्तै सिस्नो अनि त्यसपछि भाँरे अनि कर्कलो पिरालु अनि त्यसपछि चालिङ्गो होइन, यो 3-4वटा थोकहरू मिसाएर चाहिँ पकाएर मजाले खुरेर चाहिँ बङ्गुरको लागि एकदमै भिटामिन युक्त खाना बनाउन सकिन्छ। किनकि यो हरियो परियोबाट बङ्गुरलाई चाहिँ कार्बोहाइड्रेट प्रोटिन फ्याट होइन भिटामिन मात्रा चाहिँ धेरै भएको हुनाले, यस्तै भिटामिनहरू धेरै मात्रामा पाइने भएको हुनाले गाउँघरतिरै पाइने सिस्नो पिरालु चालिङ्गो यस्तै दानाहरू चाहिँ यसरी पकाएर चाहिँ होइन खुरेर होइन यसरी चाहिँ बनाउन सकिन्छ बङ्गुरलाई चाहिँ भिटामिन युक्त खाना होइन। यसरी चाहिँ हामी दानाको खर्चबाट बचत हुन सक्छ होइन, बस्न सक्छौँ त्यो खर्चबाट। अनि त्यसपछि निशुल्क चाहिँ हामीले दाना यसरी बनाउन सक्छौँ र त्यो दाना सँगसँगै चाहिँ हामीले यो दाना खुरेर मजाले पकाएर चाहिँ दाना खुरिसकेपछि त्यसमा चाहिँ थोरै मकैको पिठो जौँको पिठो तोरीको पेना र धानको ढुटो यसरी चाहिँ थोरै मिक्स गरेर त्यो जुन सिस्नो अर्ग्यानिक खानासँग खुरेर बनाइएको थियो त्यहीमा चाहिँ यो मिक्स दाना होइन, यो धानको ढुटो जौँको पिठो अनि मकैको पिठो तोरीको पेना थोरै नुन चाहिँ भएको त्यो दाना चाहिँ यो सिस्नो पकाएको यो अर्ग्यानिक खानासँग चाहिँ मिक्स गरेर यसरी पानी हालेर मजाले पकाएर चाहिँ नुन हालेर मजाले चाहिँ बङ्गुरको लागि ताजा अर्ग्यानिक खाना बनाउन सकिन्छ र कम खर्चमा चाहिँ कम लगानीमा चाहिँ बङ्गुरलाई मजाले खुवाएर चाहिँ पाल्न सकिन्छ भन्ने बारे आजको भिडियो थियो। अन्तिमसम्म हेरिदिनु भयो, साथ दिनुभयो, तपाईँहरूलाई धेरै धन्यवाद। र हामी चाहिँ यसरी बनाउन सक्छौँ त्यो सबै बनाएको मिक्स पकाएर बनाएको दाना चाहिँ यसरी चाहिँ बाल्टीमा हालेर केही समय केही छिन चाहिँ हामी यसरी मजाले चिस्सिन दिएर तातो धेरै तातो पनि खुवाउनु हुँदैन, एकछिन चाहिँ उसलाई चिस्सिन दिएर अनि त्यसपछि त्यसमा पनि थोरै मकैको पिठोहरू जौँ धानको ढुटोहरू जे पनि मिसाउन सकिन्छ, प्याकेट दानाहरू थोरै चाहिँ मिसाएर चाहिँ दानामा आउने खर्चबाट चाहिँ हामी कम खर्चमा चाहिँ खुवाउन सक्छौँ होइन। हामीले दाना मात्रै खुवायौँ भने धेरै खर्च हुन्छ र यसरी चाहिँ हामीले गाउँघरतिर पाइने प्रशस्त मात्रामा पाइने हरियो परियो पकाएर चाहिँ दानासँग मिक्स गरेर खुवायौँ भने हामी चाहिँ त्यो बङ्गुरमा हुने धेरै खर्चबाट चाहिँ बचत हुन सक्छ। यसरी चाहिँ हामीले खुवायौँ भने बङ्गुरले पनि मन पराएर खान्छ। हेर्नुहोस् भिडियोद्वारा तपाईँहरूले देख्न सक्नुहुनेछ।